हेलो गाइस, मैले गाउँघरमा मासु कसरी बनाउँछन् भनेर भिडियो देखाउँदै छु। फर्स्टमा त मैले प्याज हाले, त्यसपछि मसला राख्दिन्छु। एकछिन भुटेर पछि मैले टमाटर राख्दै, टमाटरलाई नि एकछिन मजाले पाक्न दिएपछि मासु चाहिँ यहाँ छ है। मैले यसमा नुन, खुर्सानी, मसला, बेसार राखेर एकछिन छोप्दिन्छु। त्यसपछि चाहिँ मासु एड गर्छु, छोप्दिन्छु। मैले राख्दैछु मासुलाई एकछिन चलाइदिन्छु। त्यसपछि छोपेर चाहिँ सिटी लाउने, मजाले भुटे। यसको कलर चाहिँ यस्तो भयो है। अहिले चाहिँ अब एकछिन भुट्न दिन्छु अनि इट्स रेडी भयो है हाम्रो मासु। यतिको ग्रेभी चाहिँ हुनु पर्यो नि। ल, बाई बाई।